प्लेस है एकदम दामी छ एकदम रमाइलो छ र यहाँनिर चाहिँ प्रायः जस्तो जोडीहरू नै आउने गर्छ र एक्लै आउनु चाहिँ अलिकति अप्ठ्यारो नै लागिरहेको थियो मलाई तर पनि माग्यो मैले टिकट अनि हौ अलिकति अप्ठ्यारो भएन किनकि त्यहाँनिर अङ्कल थिएन आन्टी थियो आन्टीले चाहिँ दिइहाल्नुभयो अङ्कल भएको भए त अब अलिकति हेर्न अप्ठ्यारै लाग्थ्यो सो तपाईँहरू देख्न सक्नु नै हुन्छ कस्तो त्यो दामी छ एकदम रमाइलो छ बिचमा यहाँनिर बिचको जग्गाहरू साइडको जग्गाहरू बस्ने जग्गाहरूदेखिको लिएर सबै जग्गाहरू हेर्नुहोस् अत्यन्तै दामी छ है अत्यन्तै दामी यु क्यान सी गाइज म तपाईँलाई फ्रन्ट क्यामेरा देखाइदिन्छु है सबै इन्जोय गर्नुहोस् होला यु गो दिस इज द वान प्लेस एकदम है हामी चाहिँ एक राउन्ड लिनेवाला छौँ यो सबै जग्गाको अहिले समय कति भयो 11:10 फिलहाल समय चाहिँ 11:10 भएछ यहाँबाट पनि फेरि तपाईँ जान सक्नुहुन्छ बिचबिचमा बाटोहरू पुरै थपिदिएको छ र यहाँनिर देख्न सक्नुहुन्छ यस्तो दामी छ कि यहाँनिरको गार्डन चाहिँ ओ माइ गॉश यहाँनिर चाहिँ तपाईँ एकदम हुन्छ नि एउटा पिकनिक खेल्न आयो भने चाहिँ एकदम दामी हुन्छ मजाको हुन्छ यार बस्ने जग्गाहरू त्यस्तै राम्रो है अब चाहिँ फेरि तपाईँलाई म एउटा त्यो मूर्ति देखाउन गइरहेको छु र त्यो चाहिँ हो भगवान् शिवको मूर्ति है र हेर्दै जानुहोस् होला त्यहाँनिर चाहिँ तपाईँले एकदम दामी सिन पाउनुहुन्छ यहाँनिर पनि एकदम बस्ने जग्गा छ है एकदम दामी र यहाँनिर चाहिँ एकदम गार्डनहरूले गर्दा नि एकदम राम्रो भएको रहेछ यो जग्गा चाहिँ यहाँले बुझ्दै थिएँ सो है र गाइस यहाँनिर चाहिँ प्रायः सबैजना कपल्स नै छ मैले कोही नै देखिनँ सिङ्गल म जस्तो हिँड्दै गरेको है र सबैको सेटिङ्स छ यहाँनिर है म खालि यहाँनिर हिँडेर एक्लै जाँदैछु र त्यस्तो लाज परिन है गाइस मैले काउन्टरमा टिकट माग्दा चाहिँ कारण त्यहाँनिर त्यही आन्टी थियो है अङ्कल भएको भए चाहिँ एकदम सबै डिटेल्सहरू सोध्थ्यो होला र आई एम ह्याप्पी होइन र तपाईँलाई देखाउन गइरहेको छु म एउटा भगवान् शिवजीको मूर्ति ओके गाइस यहाँबाट चाहिँ अब हामी उकालो चढ्नुपर्ने हुन्छ र अब तपाईँलाई म सिधै माथि देखाउँछु है के कस्तो हुन्छ तपाईँलाई जग्गाहरू हेर्दै जानुहोस् होला है यसो इन्टरटेनमेन्टको लागि आएछ है त्यही हो अब क्रिस्चियन हिन्दू भनेर छुट्याउनु चाहिँ भएन होइन सबै मान्छे नै हो र मैले जतिवटा पनि देखेँ नि यहाँनिर सबैजना कपल्सहरू खालि देखेँ सो म खालि होला सिङ्गल है यहाँनिर हिँड्दै गरेको यहाँबाट चाहिँ भने त्यस्तो क्लियर लुक देखिँदैन रहेछ है यसको क्यामेरा क्वालिटी पनि राम्रो छैन नि त गाइस
ओके, तपाईँहरूलाई म फ्रन्ट क्यामेराबाट त सबै देखाइदिन्छु है फर वेल। वेट अ सेकेन्ड। इट्स अ ब्याक साइड छ तपाईँ। यहाँ छ नन्दी महाराज, यहाँ छ भोले बाबा। र गाइस ब्याक साइडबाट चाहिँ कुछ यस्तो देखिँदो रहेछ होइन, र भित्रभित्र चाहिँ जानु पाउँदो रहेछ, तर त्यो माथि चाहिँ जानु पाउँदैन रहेछ किनभने एकदम रिस्की नै हुन्छ नि त है, होइन एकदम रिस्की हुन्छ। सो लेट्स गो होइन, ब्याक डाउन एन्ड एकछिन बस्नु पऱ्यो है, मेरो सानो काम छ। र यहाँबाट चाहिँ फेरि हामी निचे झर्न सकिने छौँ ल। त्यहाँनिर देख्न सक्नुहुन्छ एकदम दामी खोल्सा छ। सो गाइस देख्न सक्नुहुन्छ है एकदम कस्तो दामी छ नजारा यहाँबाट। यो सबै चाहिँ हाम्रो नाइटेङ्गल पार्कमा हो है। र गाइस यहाँनिर चाहिँ हामी सबै प्रायः जस्तो घुमिसक्यौँ है। सो अब चाहिँ मेरो चाहिँ एकछिन बस्नुपर्ने काम हुन्छ। सो एकछिन लेट्स टेक अ रेस्ट है, त्यसपछि फेरि चल्दिउँ होला एउटा कामतिर। र एउटा भाइले सोध्दै थियो है तपाईँको युट्युब च्यानलको नाम चाहिँ के हो भनेर, र मैले भन्दै SNYT भ्लग। सेकेन्ड लेट्स सिट। एकदमै ज्यादा सटोलेट पेसेन्ट हुनको कारणले गर्दा चाहिँ म यहाँ वासरुम आएको छु है, र हेर्दै गर्नुहोस् होला। र भिडियो वासरुमको त देखाउनु मिलेन होला है। सो सबै कुरा देखाइदिइसक्यो है, इच एन्ड एभ्रिथिङ। र अब चाहिँ जानुपर्ने हुन्छ, मलाई लास्टै भोक लाग्यो है। सो लेट्स गो नाउ। क्यामेरा स्ट्यान्ड पनि ल्याउनु पर्ने भएको छ, किनभने चाहिँ एकदम हात दुख्दिन्छ क्या यसरी पक्रिँदा। कस्तो हुन्छ क्या, पक्रिनु साह्रो परिदिन्छ क्या, त्यसले गर्दा एउटा क्यामेरा स्ट्यान्ड पनि ल्याउनु पर्ने रहेछ। र अब चाहिँ हामी ब्याक हौँ त्यही चौरस्ताको राइट साइडबाट। ओके, आई विल बी सोइङ यू। र गाइस हामी चाहिँ यहाँनिर एक्जिट पनि आइसकेको छौँ, र हेर्न सक्नुहुन्छ है एकदम सबै तपाईँलाई देखाइदिइसकेँ के कस्तो रहन्छ भित्र है रहेको छ। र अब चाहिँ बाहिर निस्किने, र अब चाहिँ लास्टै भोक लागेको छ है। सो गाइस वी आर गोइङ टु हेभ अ लन्च। थाहा छ 12 त बजेको छैन है, तर पनि अब 11:35 त भइसकेको छ। म चाहिँ सधैँ छिटो नै खाने बानी छ नि त होइन, त्यसैले गर्दाखेरि। सो स्टे ट्युन होइन। र गाइस भिडियो चाहिँ यहीँसम्म थियो। आई होप तपाईँलाई मन पऱ्यो होला, के कस्तो लाग्यो है। मन पऱ्यो भने लाइक गर्नुहोस्, सेयर गर्नुहोस् अनि सब्सक्राइब गर्नुहोस्। अलिकति पनि तपाईँहरूको लागि इन्फर्मेटिभ थियो भने होइन, तपाईँहरू कहिले आउनु भएको थिएन मैले देखाइदिएँ, त्यसमा त अब तपाईँलाई मन पऱ्यो भने चाहिँ अब तपाईँले सेयर गर्नु सक्नुहुन्छ है। अस्तिको लागि तपाईँहरूलाई धेरै धेरै धन्यवाद छ। एन्ड द्याट्स इट।